नमस्ते। 2026 को आइसिसी पुरुष टी20 विश्वकपमा यो पटक एउटा अनौठो र रोमाञ्चक कुरा भएको छ। त्यो हो अहिलेसम्मकै सबैभन्दा धेरै एसोसिएट राष्ट्रहरूले विश्वकपमा आफ्नो ठाउँ बनाएका छन्। आज हामी भारत र श्रीलङ्कामा हुने यही विश्वकपका नयाँ दावेदारहरूको अविश्वसनीय यात्रालाई नजिकबाट हेर्दैछौँ। हो, यो सबै कुराको केन्द्रमा छ एउटा नम्बर 9। 2026 को विश्वकपमा यति नै, अर्थात् 9वटा एसोसिएट टोलीहरूले कडा प्रतिस्पर्धा गर्दै आफ्नो स्थान सुरक्षित गरेका छन्। यसले के देखाउँछ भने क्रिकेट अब साँच्चै विश्वव्यापी हुँदैछ। ल, आज हामी कहाँ कहाँ पुग्छौँ त हेरौँ है। हामी महादेशहरू पार गर्दै क्रिकेटका स्थापित शक्तिहरूलाई चुनौती दिन तयार भएका यी नयाँ टोलीहरूको कथा खोतल्नेछौँ। ल, हाम्रो यात्रा सुरु गरौँ युरोपबाट, जहाँ छनौट चरणमा एउटा एकदमै अप्रत्याशित र रोमाञ्चक कथा लेखियो। इटाली भन्ने बित्तिकै त सबैको दिमागमा फुटबल नै आउँछ, होइन र? तर हेर्नुस् त, उनीहरूले अब क्रिकेटमा इतिहास रचेका छन्। पहिलो पटक विश्वकपका लागि छनौट भएर। यो उनीहरूको लागि साँच्चै एउटा ठूलो उपलब्धि हो। उनीहरूको यो यात्रा त कुनै फिल्मको कथाभन्दा कम थिएन है। सोच्नुस् त, स्कटल्यान्ड जस्तो बलियो टिमलाई हराउने अनि लास्टमा नेदरल्यान्ड्ससँग हारेर पनि नेट रन रेटले विश्वकपमा पुग्ने, साँच्चै अविश्वसनीय थियो यो। अनि उनीहरूको टिमलाई अझ बलियो बनाएका छन् दक्षिण अफ्रिकाका अनुभवी पूर्व अन्तर्राष्ट्रिय खेलाडी जे स्मट्सले। उनको अनुभवले पक्कै पनि धेरै फरक पार्छ। अब युरोपबाटै छनौट हुने अर्को टिम हो नेदरल्यान्ड्स। उनीहरू त एसोसिएट क्रिकेटका भनौँ न एक किसिमले भेटरन नै हुन्। यो उनीहरूको 7औं टी20 विश्वकप हुनेछ। र उनीहरू कतिको आत्मविश्वासी छन् भन्ने कुरा त उनीहरूका कोच रायन कुपको यो भनाइले नै प्रश्न पार्छ। उहाँलाई के लाग्छ भने टिममा भएको विविधता र फरक फरक कन्डिसनमा खेलेको अनुभव नै उनीहरूको सबभन्दा ठूलो तागत हो। स्कटल्यान्डको कथा त झन् रोचक छ। सुरुमा त उनीहरू छनौट नै भएका थिएनन्, तर जब बङ्गलादेशले नाम फिर्ता लियो, भाग्यले भनौँ वा वरियताले स्कटल्यान्डले मौका पायो। कहिलेकाहीँ यस्तो अनौठो तरिकाले पनि सपना पूरा हुँदो रहेछ। ल, युरोपको कथा यस्तो रह्यो। अब लागौँ अमेरिकी महादेशतिर, जहाँ क्रिकेटले बिस्तारै तर बलियोसँग आफ्नो पकड बनाउँदैछ। अमेरिकी छनौटमा त क्यानाडालाई कसैले रोक्नै सकेन। खेलेका सबै 6वटा म्याच जितेर एकतर्फी रूपमा विश्वकपको टिकट काटे उनीहरूले। अनि क्यानाडाको यो सफलतामा अलराउन्डर शिवम शर्मा जस्ता खेलाडीको भूमिका एकदमै महत्त्वपूर्ण रह्यो। छनौटमा 11 विकेट लिएर उनले आफ्नो क्षमता देखाए। अब अर्को अमेरिकी टिम युएसए को कुरा गरौँ। उनीहरूले त यसपालि क्वालिफायर खेल्नै परेन। किनभने 2024 को विश्वकपमा उनीहरूले जुन तहर्का मचाए, त्यसैले उनीहरूलाई सिधै छनौट गरायो। हो, 2024 मा आफ्नै घरमा खेल्दै पाकिस्तान जस्तो बलियो टिमलाई हराउनु अनि सुपर 8 सम्म पुग्नु, यो साँच्चै अमेरिकी क्रिकेटको लागि एउटा ऐतिहासिक क्षण थियो। र त्यसैको इनाम हो 2026 को लागि यो स्वतः छनौट। ल, अब पालो एसिया र अफ्रिकाका दावेदारहरूको। यी त्यस्ता ठाउँ हुन् जहाँ क्रिकेट वेरु खेल होइन, एउटा जुनून हो। एसियाई छनौटमा नेपालको प्रदर्शन हेरौँ। अपराजित त रह्यो, तर हरेक खेलमा समर्थकहरूको सास रोकिएको थियो। यात्रा निकै नै रोमाञ्चक र तनावपूर्ण रह्यो। सोच्नुस् त, युएईसँग मात्रै 1 रनले जित अनि कतारलाई 5 रनले हराउनु। यस्तो प्रेसरमा पनि खेल जित्नुले टिमको मानसिक बल कति बलियो छ भन्ने देखाउँछ। विश्वकपमा खेल्न यही त चाहिन्छ नि। अब अफ्रिकातिर लागौँ, जहाँ नामिबियाले फेरि एकपटक आफ्नो दम देखायो। यो उनीहरूको लगातार 4थो टी20 विश्वकप सहभागिता हो, जसले उनीहरूको निरन्तरतालाई प्रश्न पार्छ। र यो सफलता पछाडि छन् जे स्मिथ र जान निकोल लोफ्टी इटन जस्ता खेलाडी। स्मिथको अलराउन्ड प्रदर्शन, मतलब 61 रन पनि बनाउने अनि 3 विकेट पनि लिने, अनि लोफ्टी इटनको एकदमै किफायती बलिङ, यिनै प्रदर्शनले उनीहरूको यात्रा सजिलो बनायो। एसियाली छनौटबाट नेपालसँगै अरू 2 टिम पनि विश्वकपमा पुगे। ओमान, जो दोस्रो भयो, र युएई, जसले प्रतियोगिताको अन्तिम अर्थात् 20औं स्थान पक्का गर्यो। अनि युएईको छनौटमा अलिशान शराफुको ब्याट त गजबै चल्यो। उनले पुरै क्वालिफाइङ क्याम्पेनमा बनाए 283 रन। यो सबै खेलाडीभन्दा धेरै हो। यसले उनीहरूको ब्याटिङ कति बलियो छ भन्ने देखाउँछ। ल, यी 9 टिम त विश्वकपमा पुगे, मञ्च तयार भइसकेको छ। तर अब के हुन्छ त?
यसले प्रतियोगितामा कस्तो असर पार्ला? एउटा कुरा त पक्का छ, अब ठूला उलटफेरहरूको सम्भावना निकै बढेको छ। पहिलेका ठूला टिम र यी नयाँ च्यालेन्जरहरू बीचको दूरी घट्दै गएको छ। यसले प्रतियोगितालाई झनै रोमाञ्चक बनाउनेछ। र अन्त्यमा यी 9 राष्ट्रको विश्वकप यात्राले एउटा ठूलो कुराको संकेत गर्छ। त्यो के हो भने क्रिकेट अब केही देशको मात्रै खेल रहेन, यो साँच्चै विश्वव्यापी हुँदैछ र यसको भविष्य अझै प्रतिस्पर्धी, अझै रोमाञ्चक र कसले जित्छ भनेर अनुमान गर्नै र सकिने खालको हुनेछ।